साथीहरु के तपाईहरुले पनि प्योर इनर्जी लिमिटेड को आईपीओ भर्नु भयो त? यसको आईपीओ भर्ने समय चाहिँ आज एक दिन बाँकी रहेको छ। आज वैशाखको 2 गतेसम्म यसको आईपीओ मा आवेदन दिन सकिन्छ। यदि तपाईहरुले पनि यसको आईपीओ भर्नु भएको छैन भने यसको आईपीओ भर्नु होला। अब यो आजको भिडियोमा चाहिँ यो प्योर इनर्जी लिमिटेड को आईपीओ मा अघिल्लो दिन वैशाखको 1 गतेसम्म कति आवेदन पर्यो, त्यसैगरी यो आईपीओ को बारेमा केही जानकारी दिन गइरहेको छु। भिडियोलाई नछुटाइकन अन्तिमसम्म हेर्नु होला। र यदि तपाईहरु पनि यस्तै यो शेयर मार्केटसँग रिलेटेड आईपीओ एफपीओ सँग रिलेटेड नयाँ अपडेटहरु हेर्न चाहनुहुन्छ भने यस च्यानललाई सब्स्क्राइब गर्नु होला। यस च्यानलमा चाहिँ यो आईपीओ एफपीओ सँग रिलेटेड शेयर मार्केटसँग रिलेटेड नयाँ अपडेटहरु आउने बित्तिकै भिडियो बनाएर अपलोड गर्ने गरेको छु। त्यसैले च्यानललाई सब्स्क्राइब गर्नु होला। र साथीहरु आउनु सब यो आजको टपिक तर्फ लागौं। यो प्योर इनर्जी लिमिटेडले चाहिँ चैतको 28 गतेदेखि आफ्नो आईपीओ सर्वसाधारणको लागि जारी गरिरहेको छ। यसको भर्ने समय चाहिँ वैशाखको 2 गतेसम्म रहेको छ। अर्थात आज वैशाख 2 गते यसको आईपीओ भर्ने आज अन्तिम दिन हो। यदि तपाईहरु पनि यसको आईपीओ भर्न बाँकी हुनुहुन्छ भने यसको आईपीओ भर्नु होला। यो प्योर इनर्जी लिमिटेडले चाहिँ पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि आईपीओ निष्कासन गरेर त्यसको बाँडफाँड पनि गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ जारी गरेको थियो। यो चाहिँ चैतको 28 गतेदेखि वैशाखको 2 गतेसम्म भर्ने समय रहेको छ। यो कम्पनीले चाहिँ 100 रुपैयाँ अंकित मूल्यको जम्मा 11 करोड 95 लाख 20 हजार रुपैयाँ बराबरको 11 लाख 95 हजार 200 किता शेयर चाहिँ सर्वसाधारणको लागि निष्कासन गरेको थियो। यो कम्पनीले चाहिँ आफ्नो जारी पुँजी 80 करोड रुपैयाँ बराबरको 2% अर्थात 1 करोड 60 लाख रुपैयाँ बराबरको 1,60,000 किता शेयर चाहिँ आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र 1,44,000 किता शेयर चाहिँ वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि निष्कासन गरेर त्यसको बाँडफाँड पनि गरिसकेको छ। त्यसैगरी कम्पनीले चाहिँ सामूहिक लगानी कोषको लागि 72,000 किता र कर्मचारीको लागि 28,800 किता शेयर पनि निष्कासन गरेर बाँडफाँड गरिसकेको छ। यसरी यी सबै बाँडफाँड गरिसकेपछि दोस्रो चरणमा कम्पनीले सर्वसाधारणको लागि आईपीओ जारी गरेको थियो। यो चाहिँ चैतको 28 गतेदेखि वैशाखको 2 गतेसम्म यसमा आवेदन दिन सक्ने समय रहेको थियो। यो चाहिँ 100 रुपैयाँ अंकित मूल्यको शेयर भएको हुनाले यदि तपाई 10 किता भर्न चाहनुहुन्छ भने तपाईलाई 1000 रुपैयाँको आवश्यकता पर्छ। यो शेयरमा चाहिँ 10 कितादेखि 1 लाख कितासम्म आवेदन दिन सकिन्छ। अब कति किता भर्ने त? यदि तपाईहरु यो शेयर भर्न बाँकी हुनुहुन्छ भने 10 किता मात्रै भर्नु होला। किन त? यो शेयर चाहिँ जम्मा 11,95,200 किता खुलेको छ। 10 किताको दरले बाँडफाँड हुँदा यो चाहिँ जम्मा 1,19,520 जनालाई मात्रै पर्छ। जम्मा 1,19,520 जनालाई 10 किताको दरले पर्छ। अरु सबैको हात खाली हुन्छ। त्यसैले तपाईहरु पनि आईपीओ भर्न बाँकी हुनुहुन्छ भने यसमा 10 किता मात्रै भर्नु होला। 10 किता भर्नको लागि 1000 रुपैयाँ भए पुग्छ। यो आईपीओ निष्कासनको लागि गराएको रेटिङमा चाहिँ केयर रेटिङ नेपालले यो कम्पनीलाई केयर एनपी BB+ इस्युअर रेटिङ प्रदान गरेको थियो। यसले चाहिँ कम्पनीको दायित्व वहन गर्ने क्षमता औसत जोखिम रहेको संकेत गर्दछ। अब यो कम्पनीको बिक्री प्रबन्धक चाहिँ नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। अब तपाईहरु पनि यसको आईपीओ भर्न बाँकी हुनुहुन्छ भने आज वैशाखको 2 गते यो आईपीओ भर्ने अन्तिम दिन रहेको छ। तपाईहरुले यसमा आवेदन दिन सक्नुहुन्छ। र साथीहरु अब यसमा कति आवेदन पर्यो भन्ने विषयमा कुरा गरौँ। यो आईपीओ मा चाहिँ वैशाखको 1 गते बेलुका 5 बजेसम्ममा चाहिँ 16,34,489 जनाले आवेदन दिएका छन्। कति किता शेयर माग गरेका छन् त? 1 करोड 92,94,760 किता शेयर चाहिँ माग गरेका छन्। कति रुपैयाँ बराबरको भरे त? 1 अर्ब 92 करोड 94,76,000 हजार रुपैयाँ बराबरको 1 करोड 92,94,760 किता शेयर माग गरेका छन्। कति जनाले भरे त यो आईपीओ? 16,34,489 जनाले यो आईपीओ भरिसकेका छन्। यो चाहिँ वैशाखको 1 गते बेलुका 5 बजेसम्मको अपडेट हो। अब यो आईपीओ भर्ने अन्तिम दिन चाहिँ आज वैशाख 2 गतेसम्म हो। यदि तपाईहरु पनि यो आईपीओ भर्न बाँकी हुनुहुन्छ भने आईपीओ भर्नु होला। आज अन्तिम दिन रहेको छ। त्यसैले तपाईहरु पनि बाँकी हुनुहुन्छ भने भर्नु होला। पर्न पनि सक्छ। लकी हुनुहुन्छ भने पर्छ। यो सबैलाई पर्ने आईपीओ होइन। जो भाग्यशाली छ उसले मात्रै पाउँछ। त्यसैले आईपीओ भर्न बाँकी हुनुहुन्छ भने भर्नु होला। र साथीहरु यस्तो किसिमबाट चाहिँ आजको भिडियोमा यो प्योर इनर्जी लिमिटेड को आईपीओ को बारेमा जानकारी गराएँ। यदि तपाईहरु पनि यस्तै यो आईपीओ एफपीओ सँग रिलेटेड नयाँ अपडेटहरु हेर्न चाहनुहुन्छ, शेयर बजारसँग रिलेटेड नयाँ अपडेटहरु हेर्न चाहनुहुन्छ भने यस च्यानललाई सब्स्क्राइब गर्नु होला। यस च्यानलमा चाहिँ कुनै पनि शेयर मार्केटसँग रिलेटेड आईपीओ एफपीओ सँग रिलेटेड नयाँ अपडेट आउने बित्तिकै भिडियो बनाएर अपलोड गर्ने गरेको छु। त्यसैले च्यानललाई सब्स्क्राइब गर्नु होला। आजको लागि यति नै। हस्त धन्यवाद।